कमिङ ब्याक टु द थ्योरी, ग्रुप भेलोसिटी भनेको चाहिँ भेलोसिटी अफ अ पार्टिकल हो। यसमा यो पार्टिकलको भेलोसिटी चाहिँ कसरी मेजर गरिन्छ भने यसको वेभ्सहरूको चाहिँ डिफ्रेन्ट वेभ्सहरूको चाहिँ एउटा ग्रुप अथवा वेभ प्याकेट्सको आधारमा चाहिँ यसको भेलोसिटी नापिन्छ होइन। सो एकदम त्यस्तो कम्प्लेक्स इक्वेसन अथवा थ्योरी त छैन। अब मेन याद गर्नुपर्ने कुरा चाहिँ यही छ। अनि आफ्टर दिस जुन चाहिँ हामीले वेभ प्याकेट्स लिन्छौँ नि, यसको भेलोसिटीको अब डेरिभेसन गर्नलाई चाहिँ हामी चाहिँ दुईवटा वेभ लिन्छौँ होइन। लेटेस्ट consider two waves slightly different from each other गर्छौँ होइन। सो हामी psi1 मा चाहिँ लिन्छौँ एउटा स्ट्यान्डर्ड वेभ ए साइन kx माइनस ओमेगा टी एउटा वेभ छ भने अर्को वेभ psi2 चाहिँ अलिकति मात्र डिफ्रेन्ट ए साइन क्यू प्लस डेल्टा के एक्स माइनस ओमेगा प्लस डेल्टा ओमेगा टी लिन्छौँ। अब यो डेल्टा के भने चाहिँ भेरी 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 स्मल देन के हुन्छ, डेल्टा ओमेगा भने भेरी भेरी स्मल देन ओमेगा हुन्छ। यो चाहिँ किन हुन्छ भने यो दुईवटा इक्वेसनमा यो दे आर only little different from each other, एकदम सिमिलर काइन्ड अफ वेभ्स, हल्का मात्र डिफ्रेन्ट भएको भएर यो चाहिँ हल्का चेन्ज हुन्छ होइन। लगभग यो दुईवटा वेभको प्रपर्टी सेम हुन्छ, जस्ट हल्का डिफ्रेन्ट भएको हुनाले सानो अमाउन्ट डेल्टा चाहिँ राखेको हो। सो अब यो दुईवटाको कम्बाइन्ड वेभको प्याकेट इक्वेसन चाहिँ साई एक्स टी भनेको चाहिँ psi1 प्लस psi2 हुन्छ होइन। त्यो भनेको ए साइन kx माइनस ओमेगा टी प्लस ए साइन के डेल्टा एक्स डेल्टा के एक्स माइनस ओमेगा प्लस डेल्टा ओमेगा टी भयो है। सो यो जुन भयो नि, यसपछि यसलाई छुट्टै फर्ममा लेखेर डिराइभ गर्न सकिन्छ अथवा सल्भ नै गर्न सकिन्छ होइन। बट वी क्यान डाइरेक्टली राइट इट एज, यो चाहिँ यादै गर्नुपर्छ 2a cos डेल्टा ओमेगा टी माइनस डेल्टा के डट एक्स बाई 2 डट साइन 2kx प्लस डेल्टा kx माइनस 2 ओमेगा टी माइनस डेल ओमेगा टी बाई 2 हुन्छ। यति चाहिँ सल्भ गरेर भन्दा नि यादै गरेको राम्रो। अनि यसमा चाहिँ सिन्स दुईवटा कुरा हुन्छ, यो केस हुनाले चाहिँ यो दुईवटा चाहिँ कम्पेरेबल हुन्छ, एउटै दिन मिल्छ। यो कस माइनस ए भने नि ए हुन्छ, त्यही भएर यहाँको माइनसमा अपरेट गर्न पनि सजिलो हुने भयो। अनि यसमा टाउको नदुखाइकन यो लेखेर सिधै यो लेखेर फाइनल इक्वेसन लेखिदिने हो। साई भनेको 2a कस डेल्टा kx माइनस डेल्टा ओमेगा टी बाई 2 इन्टु साइन kx माइनस ओमेगा टी। यति इक्वेसन डाइरेक्ट लेख्दै पुग्छ होइन। यही नै हो हाम्रो ग्रुप भेलोसिटीको वेभ इक्वेसन होइन सोधिरहने। अब यसमा वी क्यान डु डिफ्रेन्ट थिङ लाइक ल्याम्डा भनेको 2π डेल्टा के हो लेख्न मिल्छ होइन। अलिकति थ्योरी बढाउनु पऱ्यो भने विच इज नट द्याट इम्पोर्टेन्ट है।
अब मेन कुरा आयो रिलेसनसिप बिट्विन ग्रुप भेलोसिटी एन्ड फेज भेलोसिटी होइन, त्यो चाहिँ लेट्स डु इट हियर है। हामीसँग वी हेभ होइन, सुरुमा चाहिँ द भेलोसिटी of each particle called phase velocity is given by हाम्रो यो नर्मल भेलोसिटी भने चाहिँ ई बाई ओमेगा बाई के हुन्छ होइन। नर्मल हाम्रो जुन फेज भेलोसिटी छ इच पार्टिकलको, सपोज एउटा वेभ छ अरे होइन, हाम्रो यो दुई थरीको वेभ मिक्स गरेर हामीले वेभ प्याकेट युज गरेर एउटा पार्टिकलको भेलोसिटी निकाल्छौँ भने इच वेभको इक्वेसन चाहिँ यो हुन्छ भनेको क्या। वेयर यो भने चाहिँ एङ्गुलर फ्रिक्वेन्सी भयो, के भने चाहिँ हाम्रो क्वान्टम नम्बर भयो होइन, क्वान्टम नम्बर र वेभ नम्बर भयो है। सो हामीसँग thus the velocity of wave packets is given by गर्छौँ बी ग्रुप भनेको हाम्रो यो चाहिँ स्ट्यान्डर्डै हुन्छ है। यो 2 हुन्छ, 2 काट्यो, यो भनेको डेल्टा ओमेगा बाई डेल्टा के हुन्छ। स्ट्यान्डर्ड चाहिँ यो हुन्छ होइन। फर यो दुइटा कम्बाइन्डको लागि चाहिँ डिफ्रेन्सिएट गरिन्छ होइन, डिफ्रेन्सिएट गरिन्छ यो फेज भेलोसिटीलाई। अब यहाँनिर सिन्स गरेर हामी दुइटा रिलेसन लेख्छौँ। ई भनेको एचएफ विच इज अब एच बाई दुवैपट्टि 2 पाइले मल्टिप्लाई गरिदिन्छौँ, यो भने ओमेगा भइदिन्छ। अनि आई डोन्ट नो वेयर दिस 2 पाइ गोज है। सो यसलाई एच ओमेगा बाई अन्त यसलाई इट क्यान बी रिटन एज इट क्यान बी रिटन एज एच ओमेगा बाई 2 पाइ। अनि त्यसपछि गएर हाम्रो मोमेन्टम भनेको चाहिँ एच बाई ल्याम्डा हुन्छ, किनभने एच भनेको के अरे ल्याम्डा भनेको एच बाई पी बाई एच भनेर चाहिँ हामीले डी ब्रोग्लीज इक्वेसनमा प्रुभ गरेका थियौँ। त्यसकै हिसाबले ल्याम्डा भनेको एच के अरे पी भनेको एच बाई ल्याम्डा गरेको। यसलाई नि 2 पाइ र 2 पाइ गर्दाखेरि एच बाई 2 पाइ भनेको 2 पाइ बाई के भनेको चाहिँ हाम्रो सरी 2 पाइ बाई ल्याम्डा भनेको चाहिँ हाम्रो के हुन्छ। सो एच के बाई 2 पाइ भयो होइन। नाउ इक्वेसन 2 क्यान बी रिटन एज गर्ने v ग्रुप डी ओमेगा बाई डीके अथवा डीएच ओमेगा बाई डीएचके। यसमा यो 2 पाइ बाई 2 पाइ चाहिँ काटिन्छ। सो यसलाई चाहिँ हामीले डिई बाई डिपी गर्न मिल्यो होइन। सो यतानिर अलिकति कन्फ्युजिङ होला। सो हामीले इज कोस टु एचएफ गऱ्यौँ, 2 पाइले 2 पाइले मल्टिप्लाई गऱ्यौँ, 2 पाइ एफ भने ओमेगा भयो, अनि त्यो भने एच ओमेगा बाई 2 पाइ भयो। अनि यता 2 पाइ बाई ल्याम्डा भनेको के भयो, अनि यो 2 पाइ र 2 पाइ यता डिभाइड हुँदा काटिन्छ। सो त्यो लेख्नु पर्दैन होइन। सो यो आएन, यो भने हाम्रो डिई बाई डिपी भयो। अनि फेरि हियर वी नो द्याट इनर्जी भनेको 1/2 mv स्क्वायर हो। अब यसलाई माथि तल दुवैपट्टि एमले मल्टिप्लाई गऱ्यो भने एम स्क्वायर वी स्क्वायर बाई 2m बच्छ। यो भनेको मोमेन्टमको स्क्वायर बाई 2m हो। सो यसलाई चाहिँ हामी मेन इक्वेसनमा हाल्छौँ। भी ग्रुप भनेको डिईको ठाउँमा अब डी पी स्क्वायर बाई 2m डी बाई डिपी गर्छौँ। 2m कमन आयो,
डिपी स्क्वायर बाई डिपी भयो, यो भने 1/2m, 2p भयो, यो काट्यो, p बाई m भयो। हाम्रो मोमेन्टम भनेको mv हो, यो काटेर v आयो। v ग्रुप भनेको चाहिँ v हुन्छ नर्मल जुन, यही नै हो हाम्रो रिलेसन हैन। द्याट्स इट, सिम्पल छ। अलिकति कन्फ्युजिङ यता हुन्छ होला, बट 2 पाइले मल्टिप्लाई गरेर जस्ट इक्वेट गरिदिएको हो।